आज 2022 साल असार 12 गते हाम्रो चलन अनुसार यो भूमि छ महटमा यो नयाँ खरदरी चयन हुने दिन। अहिले हामी यो नयाँ खरदरी चयन गर्ने र त्यसपछि पुरानोले नयाँलाई सबै खातापाताहरू सबै हरिसाबहरू सबै चाहिँ हस्तान्तरण गर्ने चलन रहँदै छ र अहिले हामी त्यही क्षणमा छौँ र पुराना हाम्रो मुख्यज्यू घरबुढाले नयाँ मुख्य घरबुढालाई यो चाहिँ भएको छ खेला लगाएर सबै नयाँ टिमहरू चाहिँ कमिटीको दरमा उभिनु भएको छ। बुढापाका जानकारीहरूको अनुसार यो मुख्य चुनिने चलन मुख्य हुने चलन यो पञ्चायतकालदेखि नै सुरु भएको र करिब 17 वर्ष लामो राजन बुढाले मुख्यको परिवार सम्हालेर चाहिँ चलाउनु भएको र त्यसपछि 2074 सालदेखि यो प्रत्येक वर्ष फेरि नै यो चलन चाहिँ चलेको जानकारीले बताउनुहुन्छ। खरदरी मुख्यको यो एउटा 67 इतिहासलाई चाहिँ पत्याउँदाखेरि राजन मुख्यले 17 वर्ष चाहिँ चलाउनु भएको त्योभन्दा पछाडि प्रत्येक वर्ष मुख्य चुनिने चलनलाई भन्ने हो भने 74-75 मा नलबहादुर नेपाली चाहिँ मुख्यको रूपमा चयन हुनुभएको थियो। त्यसै गरी चाहिँ 75-76 मा विज्ञान रोका, 76-77 को राजबहादुर बुढा, त्यसै गरी 77-78 मा सर्वजित बुढा, 78-79 मा खमबहादुर बुढा, माइला ककरेल भनेर चाहिँ चिन्ने पनि गर्छौँ र त्यसै गरी 79-80 मा दलराज बुढा, 80-81 मा हर्कबहादुर सुनार र 81-82 मा आरड बुढा र अहिले 82-83 मा यो रम बुढा चाहिँ प्रत्येक डेराबाट चुनिने चलन रहेको छ र जति डेराबाट रम बुढा चाहिँ मुख्य रूपमा चयन हुनुभएको छ। यो गोला प्रथाबाट यसले चाहिँ चुनिने चलन चाहिँ रहँदै आएको छ। त्यसले गर्दा यस वर्षको गोला प्रथामा चाहिँ जेठी डेराबाट रम बुढा चाहिँ चुनिनु भएको छ। यो चाहिँ रहेको छ। सरस्वती मुख्यहरूको इतिहास हेर्दाखेरि यसपालिको यो 82-83 को लागि मुख्यमा रम बुढा, त्यसै गरी रोकातिर चाहिँ विमान रोका सचिवको रूपमा गोलापत्रबाट चाहिँ चुनिनु भएको छ। त्यसै गरी जङ्गराजीबाट चाहिँ सरेन बुढा, त्यसै गरी चाहिँ अन्य सदस्यहरूमा मुखीदेराबाट यजमान बुढा, सुशील बुढा, कलाङ्गेदेराबाट राजेश बुढा, रामधन बुढा, त्यसै गरी चाहिँ कान्छीदेराबाट मनोज बुढा, त्यसपछि मणिराम बुढा, त्यसै गरी वन्द्राबाट चाहिँ गणेश बुढा, दलितदेरा इन्द्राबाट श्रीकुमारी सुनार, मिना सुनार र आशा सुनार रहनुभएको छ। त्यसै गरी कुन्द्राबाट मनोज पुन रहनुभएको छ। अब यसरी चाहिँ प्रत्येक डेराबाट चुनिने सबैले पालो चाहिँ रहने यो चलनमा थारू डेराको पालो सबै सकिएको छ। सबै सदस्यहरू चाहिँ पालो सकियो हुनाले उहाँहरू चाहिँ आउनुभएको छैन, उहाँबाट खाली भएको छ। त्यसै गरी जमदेरा एबाट पनि सकिएको हुँदाखेरि खाली भएको छ। त्यसै गरी
रमाइदिराबाट पनि सबैको पालो चाहिँ सकिएको हुनाले उहाँहरू चाहिँ आउनुभएको छैन। है पनि यहाँनिर चाहिँ नयाँमा के भन्छ त्यो बस्तीले चाहिँ नसुत्ने गरी त्यहाँबाट पनि एकजना सदस्य चुनेर आउने व्यवस्था चाहिँ गरिएको छ। यसरी चाहिँ एउटा हेर्दाखेरि खरदरी एउटा आफैमा एउटा चलन सबैले चाहिँ गाउँबाट सर्वसम्मतमा चाहिँ चयन गर्ने एउटा चलन चाहिँ रहेर आएको छ। यसले 1 वर्षसम्म आफ्नो कार्य अवधिमा यहाँ चाहिँ रहेका अब घाँसपात फुकाउने कुरादेखि लिएर वन फुकाउनेदेखि लिएर कसैले त्यो थुनुवा गरेको ठाउँमा सरी चरण आदिको नियम विचार चाहिँ गरेको ठाउँमा जरिमाना गर्ने र चाहिँ माथि लेक जाने र लेक जाने बेलामा चाहिँ यहाँ चाहिँ रहेका जो चाहिँ थुनुवा वनहरूमा चाहिँ कसरी चरचरा भएन उसले बनाउलो स्वरूप चाहिँ केही निर्णय अनुसारको चाहिँ शुल्क लिने चलन चाहिँ रहेको छ। र अन्तमा चाहिँ के छ आफ्नो विकास अन्तिममा चाहिँ आफ्नो कार्य सकिने बेलामा फेरि यसले कुनै विकास निर्माण गर्ने र आर्थिक वर्षमा चाहिँ आय व्ययहरू चाहिँ प्रस्तुत गर्ने चलन रहेको आएको छ। र चाहिँ आजको यो मुख्य धरमबुढा लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।